है यो छ त अब सरर इलेक्ट्रोनिक स्कुटर है आनन्द आउँदो रहेछ एकदमै राम्रो एकदमै चलाउन त पहिल्यैदेखि चलाइन्थ्यो ल्याइएको थियो तर हजुर, भिडियो हजुर। चाहिँ बनाइएको थिएन अहा अब म चाहिँ भिडियो आनन्दले बनाएर आहा सरर हावा चलिरहेछ है चल्याछ गर्मी ल टाइममा यस्तो सट- गजबले आनन्द बेलुकाको टाइममा ड्युटी जता सकाएर घुमे है? पनि, ड्युटी सकाएर ड्युटी जान आउन मस्त लाग्यो ल है साथीहरू लाइक गरौँ लाइक सेयर गरौँ कमेन्ट गरौँ कस्तो लाग्छ यदि जस्तो लाग्छ युट्युब त्यस्तै च्यानलमा गयो भने सब्सक्राइब पनि गरौँ हैन प्रतिक्रिया दिउँ है अँ। प्रतिक्रिया दिन नभुल्नु होला ल टक्क ब्रेक लाग्यो नमस्ते है सबैजनालाई आज एउटा छुट्टै नयाँ भिडियो तय गर्नको लागि म यहीँ राखेको छु र रातिको टाइममा भए पनि जानकारीको लागि एउटा नौलो इलेक्ट्रोनिक स्कुटर जसरी हामीले यसरी चढाइन्छ त्यसरी नै इलेक्ट्रोनिक स्कुटर यसरी लाइटहरू साइड लाइट हैन अनि फ्ल्यास लाइटहरू यसरी चलाउन सकियो र बनाउन सकियो यहीबाट धेरै फाइदा हुने माने मैले चाहिँ हैन ठ्याक्कै पेट्रोल हालेर चढाउनु जत्तिकै तर त्यति वेट हुँदैन अनि सस्तो पनि र 50 किलोमिटरसम्म ड्युटी जान आउन यताउति हिँड्नको लागि सजिलो सामान ओसार पसार गर्नको लागि टायर पनि ट्याक्कै पेट्रोलवाला जत्तिकै राम्रो हैन सेम टु सेम अरू केही पनि फरक छैन तर यो इलेक्ट्रोनिक्स हो भनेपछि सबै चिज सुविधा भएको ब्रेकहरू लगाउन हैन ह्यान्ड ब्रेक सिस्टम सबै त्यसैमा छ जस्तो पेट्रोल हालेर चढाइन्छ त्यत्तिकै सिस्टम छ तर यसको त्यति हेभी हुँदैन एकदम सजिलो र त्यति महँगो पनि हुँदैन यो सस्तो अनि दुईजना बसेको खण्डमा यसरी पछाडि कभर लगाएर टेक्नको लागि बनाइएको छ यो कभर छ बेकार पल्टिहाल्यो भने पनि यसको बडी स्क्रैच चाहिँ हुँदैन यो कभरले चाहिँ छेक्छ त्यस्तो सिस्टम बनाएको रहेछ स्ट्यान्ड भयो सिंगल स्ट्यान्ड डबल स्ट्यान्ड सेम छ अनि पछाडि यो सामान राख्नको लागि हेलमेटहरू सामानहरू राख्नको लागि र डिक्कीमा सामान राख्नको लागि हैन सुविधा र आफूलाई चाहेको खण्डमा जतिखेर पनि हैन टक्क आफ्नो घरमा भएको आफ्नो साधन उपभोग गर्न पाउने भइयो र सामान ओसार पसार गर्नको लागि एकदमै सजिलो दुईजना आनन्द यसको जति धेरै वेट भएको मान्छेहरू चढ्यो त्यसको चार्ज उति छिटो जाँदो रहेछ 50 किलोमिटरसम्म हिँड्न मिल्दो रहेछ भनेपछि